नारी सम्मान के हो त्यो तपाईलाई अलिकति पनि थाहा छैन? नारीलाई बुझ्नु भएको छैन हो तपाईले? त्यही नारीको कोखबाट जन्मेर तपाईँ आज यो ठाउँमा पुग्नुभयो। त्यही नारीको 10 धारा दुध पिएर त्यही बल प्रयोग गरेर तपाईले अरूलाई धम्काइ हिँड्ने? त्यो त भएन नि। तपाईँ जस्तो गर्ने मान्ने व्यक्तित्वले नारीको खिल्ली उडाएर बस्नु एकदम असान्दर्भिक भएछ। त्यही भएर नारीलाई बुझ्ने कोसिस गर्नुहोस्। नारी हुनुहुन्छ र नै तपाईँ यहाँ हुनुहुन्छ। सेवारो याक्थुङ अनलाइन टिभीमा स्वागत छ। आज मसँग एकजना कलाकार यसै गरी सञ्चारकर्मी सृजना निङलेकु हुनुहुन्छ। उहाँसँग म छोटो मिठो र रमाइलो कुराकानी गर्दैछु। आउनुहोस् उहाँलाई स्वागत गरौँ। यहाँलाई स्वागत छ। नमस्ते सेवारो। धन्यवाद। सृजनाजी केमा व्यस्त हुनुहुन्छ अचेल? अचेल व्यस्त म कार्यक्रमहरूमा व्यस्त छु। म एमसी हो नि त। फर्स्टमा त म सञ्चारकर्मी भनिहाल्नु भयो। एमसी गरिरहेको हुन्छु। हरेक प्रोग्राम भन्दा पनि केही प्रोग्रामहरूमा पूर्वमा जति पनि प्रोग्रामहरू भइरहेछ अधिकांश प्रोग्राममा चाहिँ मलाई अफर आइरहेको हुन्छ नि त। अनि प्रोग्राम गरिरहेको छु। त्यस्तै हो। अनि अलिअलि सुटिङ पनि हुन्छ कहिलेकाहीँ। तपाईँले यो सञ्चारकर्म चाहिँ कहिलेबाट सुरु गर्नुभयो? सञ्चारकर्म सुरु त मैले जब मैले एसएलसी पछाडि त यो सञ्चारकर्ममा नै हात हालेको हो। मैले ट्रेनिङ लिएँ अनि त्यस पछाडि मैले काम पनि गरेँ। 16 इयरदेखि काम गरेँ तर कन्टिन्यू चाहिँ भएन मेरो। अनि अहिले चाहिँ यसलाई फेरि गरिरहेको छु। तर अहिले रेडियो कुनै टेलिभिजनमा एङ्गेज छैन। म जस्ट प्रोग्रामहरू गरिरहेको छु। यसलाई जोडिरहेको छु भन्नुपर्छ। कतिको च्यालेन्जिङ छ यो सञ्चार क्षेत्रमा काम गर्न तपाईँलाई? च्यालेन्जिङ भनेको हरेक फिल्ड भनेको च्यालेन्ज गर्नै पर्छ हरेक फिल्डमा होइन। मलाई चाहिँ त्यस्तो लाग्छ। कुनै पनि काम सानो अनि ठुलो भन्ने हुँदैन जस्तो लाग्छ। सबैमा हामीले मेहनत गर्नुपर्छ र सञ्चारकर्म पनि त्यस्तै हो। अझै अरू भन्दा नि रिस्क हुन्छ। जहाँ पनि रिस्क हुन्छ यहाँ पनि रिस्क हुन्छ। अलिकति हाम्रो बाई मिस्टेकै गरिहाल्यो भने एकदमै धेरै ठुलो रिस्क हुन्छ नि त। किनभने पब्लिकमा हामी भइरहेको हुन्छौँ। त्यही भएर हरेक कदमहरूमा चाहिँ होस पुर्याएर बोल्नुपर्ने काम गर्नुपर्ने हुन्छ। सो च्यालेन्जिङ नै छ। रिस्कमा रिटर्न पनि हुन्छ भनिन्छ। रिटर्न चाहिँ कति पाउनु भएको छ तपाईँले? रिटर्न पाइरहेको छु भन्दा पनि अब कोसिस त गरिरहेको हुन्छु होइन। कति रिस्कमा अब फेल पनि भइन्छ। अनि त्यसलाई चाहिँ अझै राम्रो तरिकाले गरौँ न त भन्ने हुन्छ। त्यस्तै हो। जस्तो अब तपाईँको कलाकारिता क्षेत्रको विषयमा पनि कुराकानी गरौँ न। कति म्युजिक भिडियोमा अभिनय गर्नुभयो, कति नाटकहरूमा अभिनय गर्नुभयो, तपाईँले अभिनय पनि सिक्नु भएको छ होइन। कस्तो छ यो क्षेत्रको अनुभव चाहिँ? यो क्षेत्रको अनुभव पनि मसँग राम्रै छ। मैले फर्स्टमा अब सञ्चारकर्मबाट आएँ। अनि गर्दा मलाई त्यहाँ काम गर्दा भिजे पनि मैले गरेको छु होइन। भिजेमा काम गर्दा चाहिँ मलाई एकजना हाम्रो प्रोड्युसर डिरेक्टर साहबले, अब नाम चाहिँ भन्दिनँ, उहाँहरूले देख्नु भएर उहाँको थोरै सर्ट फिल्म थियो त्यहाँ मैले काम गरेको थिएँ। तर रिलिज पनि भएन त्यो पछाडि। त्यो चाहिँ मेरो फर्स्ट क्यामेरा फेस भनेको त्यो अब त्यता कलापट्टि चाहिँ अब क्यामेरा फेस त मैले गरिरहेको हुन्थेँ होइन प्रोग्रामहरूमा। त्यो भयो। त्यस पछाडि चाहिँ अब ढोका खुल्यो भनौँ न। त्यस पछाडि मैले एउटा भिडियो गरेँ, लिम्बू भिडियो गरेको छु मैले सूर्य दाइसँग। र एकदमै राम्रो गायिका पनि हुनुहुन्छ हाम्रो सुनिता होइन। अहिले एकदमै सुनिता बहिनी छ। उसको एकदमै डिमान्ड बढिरहेछ। राम्रो गाउँछ उसले। र बहिनीको गीतमा मैले काम गरेको थिएँ। र त्यो गीत पछाडि अलिक गरेँ, फिल्महरूमा पनि गरेँ, थोरै क्यारेक्टरहरू गरेँ। अनि गर्दा चाहिँ मलाई के लाग्यो भने यो फिल्डमा आइसकेपछि, जुनै फिल्डमा आइसकेपछि त्यसको अध्ययन गर्नु एकदमै जरुरी छ। अनि मलाई पनि त्यही लाग्यो। त्यही भएर म पूर्वको मान्छे, दमकको मान्छे, काठमाडौँमा त्यही सिक्नकै लागि भनेर आएँ। मैले थिएटर गरेँ। एक्टर स्टुडियोमा अनु बराल सरसँग मैले 3 मन्थको क्लास। अनि त्यस पछाडि ड्रामा एउटा पनि गरेँ। र अहिले पनि लर्निङ पोइन्ट नै छ मेरो। सिकिरहेको छु। अझै धेरै सिक्नु छ जस्तो लाग्छ मलाई। र गरिरहेको छु। कला लाइन पनि छोड्दिनँ र यता आफ्नो प्रोग्रामहरू पनि छोड्दिनँ। जस्तो ड्रामाको अनुभव चाहिँ कस्तो रह्यो? तपाईँको के रोल थियो र त्यसमा तपाईँले प्रस्तुत गर्नुभएको आफ्नो चाहिँ नि कुनै स्पेसल तपाईँले सम्झिने डायलगहरू अथवा चाहिँ कुनै प्रस्तुति त्यस्तो छ भने हाम्रो दर्शकलाई पनि प्लिज सुनाइदिनुहोस् न। हामीले चाहिँ अब एक्टर स्टुडियोको हामी 18th ब्याच हौँ होइन। 18th
ब्याचको स्टुडेन्टहरू धेरै थियौँ हामी 20 22 23 25 जना लगभग 25 जना थियौँ सबैजनाले नगरे पनि 20 एभब हुनुहुन्थ्यो होइन हामीसँग काम गर्ने हाम्रो स्टुडेन्टहरू थियौँ हामी सबैले ग्रुपिङ अब एउटा टिम वर्क भनौँ न हामीले टिम वर्क गरेका थियौँ अनि त्यसमा चाहिँ अब सबैजनाको क्यारेक्टर थियो मेरो पनि थोरै थोरै क्यारेक्टर थियो अब सबैजनाको सबैजनालाई भागभन्डा गराउनु पर्ने भएकाले अब मेनली भन्ने भएन सबै उत्तिकै थियौँ हामी होइन तपाईँको रोल चाहिँ के थियो मेरो रोल एउटा हुन्छ नि वाइफको होइन एकजना अब श्रीमान हुन्छ अब त्यो अहिले नभनौँ जस्तो मन लाग्यो किनभने युट्युबमा पनि तपाईँहरूले हेर्न सक्नुहुन्छ कथादेश 3 भनेर सर्च गर्दा चाहिँ हाम्रो नाटकको केही अंशहरू पनि देख्न सक्नुहुन्छ होइन अनि जे राम्रो क्यारेक्टर थियो र क्यारेक्टर भन्दा राम्रो क्यारेक्टर भन्दा नि आफूले कसरी क्यारेक्टर निभाउने भन्ने हो राम्रो गरेको थिएँ न्याय दिएको थिएँ जस्तो लाग्छ त्यस पछाडि पनि काम गर्ने एकदमै मन छ र मैले अवसर पनि पाएको थिएँ हाम्रो अनुप सरसँग फेरि काम गर्ने तर आफ्नै बाध्यताले गर्दा काम गर्न सकिनँ र फेरि त्यसले चाहिँ कन्टिन्यू गर्ने कोसिस गरिरहेको छु टाइम मिलाउने कोसिस गरिरहेको छु किनभने मलाई एकदमै मनपर्ने एक्टिङ मेरो प्यासन नै हो होइन र गरिराख्नेछु सानैदेखि पनि एक्टिङ गर्न एकदमै रुचाउने होइन अहिले पनि एकदमै मनपर्छ मलाई भिडियोमा मोडलिङ भन्दा पनि एक्टिङ सबैभन्दा मेरो विशेष पार्ट हो चाहिँ र त्यसको लागि चाहिँ एकदम हामीले चाहिँ थिएटर मन परेको हुनाले अब फेरि आफ्नै ठाउँमा दमकमा हामीले थिएटर खोल्ने क्रममा छौँ हामी होइन सबै टिम वर्क भइसक्यो टिम प्रोसेसमा छौँ अब भवन निर्माण बन्दैछ अब आफ्नो ठाउँमा लास्टमा जाने त आफ्नै ठाउँ हो नि त होइन यहाँ सिकेर अनि आफ्नो ठाउँमा गएर अझै आफू जस्तै भाइ बहिनीहरूलाई आफूभन्दा तलको भाइ बहिनीहरूलाई चाहिँ लिएर एउटा टिम बनाउने राम्रो पूर्वमै बसेर केही गर्न सक्ने खालको बनाउने चाहिँ कोसिसमा छौँ त्यसमा म पनि लागिरहेको छु तपाईँलाई मैले आग्रह गरेको थिएँ कि एउटा तपाईँको कुनै प्रस्तुति भन्नाले चाहिँ त्यो नाटकमा गर्नुभएको कुनै रोल चाहिँ हाम्रो दर्शकलाई सुनाइदिँदा किनभने तपाईँ 3 महिनासम्म चाहिँ अभिनयको क्लास पनि लिनुभएको होइन अप्ठ्यारो लाग्दैन यदि तपाईँलाई भने कुनै एउटा प्रस्तुति जाओस् न तपाईँको अप्ठ्यारो त मलाई लाग्दैन तर एक्ज्याक्ट अब यो भन्ने खालको डायलग नै बिर्सेको छु मैले खासमा भन्नुपर्दा चाहिँ अहिले नै चाहिँ खास कस्तो बिर्सेँ क्या मैले डायलग चाहिँ ओके हामी कुनै दिन तपाईँको त्यो पनि सुनौला जस्तो अब तपाईँले भनेपछि कलाकारिता र सञ्चारकर्मलाई सँगसँगै अगाडि बढाइराख्नु भएको छ होइन यो दुईटै क्षेत्रमा लागेर तपाईँले सन्तुष्टि चाहिँ कमाउनु भएको छ भन्नाले आफू चाहिँ सेटिस्फाइड हुनुहुन्छ यस म एकदमै आफ्नो पेसाप्रति एकदमै मजाले सेटिस्फाई छु किनभने मैले मन परेको पेसा नै मैले रोजेको छु र गर्न पनि पाइरहेको छु र फ्यामिली सपोर्ट पनि एकदमै मजाले छ होइन फ्यामिली सपोर्ट भएको थिएन भने सायद म यो ठाउँमा पुग्ने पनि थिइनँ होला अनि फेरि मेरो लगनशीलता पनि हो अब मैले फ्यामिली सपोर्ट मात्रै भएर भएन आफूले के गर्छु भन्ने हो होइन अनि आफूले गर्न थालिसके पछाडि फ्यामिली सपोर्ट त हुनै पर्यो र हुन्छ अनि त्यही हो मैले अब सेटिस्फाई नै छु किनभने मेरो रोजेको क्षेत्र हो नि त यो मुभीहरूतिर चाहिँ के अफर आछ कि छैन तपाईँलाई मुभीहरूतिर फाटाफुटो अफर आउँछ अहिले पनि स्टिल आउँछ होइन तर म यस्तो भयो क्या मैले चाहिँ पहिला चाहिँ मैले जब एक्टर स्टुडियो जोइन गर्नुभन्दा अगाडि चाहिँ जस्तो पनि आउँथ्यो म त्यस्तो गरिहाल्थेँ र मलाई एकदमै अफर आउनु नै सबैभन्दा ठुलो कुरा लाग्थ्यो जब मैले एक्टिङ के हो भन्ने अलिकति सिकेँ अलिकति बुझेँ त्यस पछाडि चाहिँ मलाई लाग्यो म चाहिँ एकदमै जिरो लेभलमै छु मैले त धेरै गर्नुपर्छ अझै धेरै सिकेर मात्रै मैले काम गर्दा राम्रो हुन्छ जस्तो लाग्यो त्यही भएर अहिले चाहिँ मैले अफरहरू रिजेक्ट गर्नुभएको छ भनेपछि हजुर अहिले रिजेक्ट नै त त्यस्तो अब भयङ्कर तरिकाले त नभनौँ होइन तर मैले मन नपरेकोहरूलाई चाहिँ अब यस्तो अहिले चाहिँ गर्दिनँ भनेर उहाँहरूले भनिराखेको छु तर म गर्छु मलाई आर्ट फिल्म मनपर्छ धेरै त्यही भएर आर्ट फिल्महरूमा आयो भने चाहिँ एकदमै दिल खोलेर गर्नुहुन्छ जाँदा जाँदै आफ्नो अडियन्सलाई के भन्न चाहनुहुन्छ मेरो अडियन्स अब यो हाम्रो याकथुम अनलाइन टिभी हेरेर बसिराख्नु भएको अडियन्स अनि जब मलाई अहिले त फेसबुक छ नि त फेसबुकमा फलोवर्स धेरै हुनुहुन्छ मेरो धेरै नै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अब के भन्न चाहन्छ भने अब मलाई सपोर्ट गरिराख्नु भएको छ उहाँहरूले कति नेगेटिभ कमेन्ट्सहरू पनि आउँछ र धेरै चाहिँ पोजिटिभ कमेन्ट्सहरू आउँछ यसो गर्नुपर्छ तपाईँले यसो गर्दा राम्रो हुन्छ भनेर उहाँहरूले भनिराख्नु भएको हुन्छ त्यो नै मेरो लागि ठुलो कुरा हो उहाँहरूको कुराहरू पनि मानिरहेको हुन्छु होइन कति कुरा त आफूले राम्रो लाग्छ तर अरूलाई नराम्रो लागेको पनि हुन्छ नि त त्यही भएर नराम्रो कुराहरूलाई चाहिँ अब अलिकति
पछाडि राखेर राम्रो कुराहरूलाई अगाडि लिएर अगाडि बढ्ने कोसिसमा छु र मेरो जर्नी एकदमै लङ छ होइन, लामो रेसको घोडा हुन चाहन्छु म। सो सबैजनालाई एकदमै मनैबाट धेरै धेरै आभार अनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र याकथुम अनलाइन टिभी अनि हाम्रो प्रेजेन्टर हजुरलाई, हाम्रो दाइलाई पनि, सबैजनालाई पनि धेरै धेरै धन्यवाद। अलिकति भए पनि मेरो कुरा राख्न पाएकोमा एकदमै खुसी छु। थ्याङ्क यू थ्याङ्क यू सो मच। धन्यवाद। सेवारो।